शैक्षिक परामर्श भाषा शिक्षण तपाईँले पछिल्लो पटक कन्सल्टेन्सी व्यवसायहरूको एकदमै रोइलो त सामाजिक सञ्जालहरूमा देखिराख्नु भएको छ है त। नेपाल सरकारले हालचालै जारी गरेको तपाईँको नयाँ कन्सल्टेन्सी नियम 2083 को चाहिँ रिभ्यू मैले विद्यार्थी पोइन्ट अफ भ्यूबाट दिँदैछु। यदि तपाईँ विदेश पढ्न जाने तयारीमा चाहिँ हुनुहुन्छ भने नेपाल सरकारले नयाँ कन्सल्टेन्सी नियमावली 2083 ले तपाईँको वैदेशिक यात्रामा कस्तो असर पार्छ, कि अब विदेश जान सजिलो र सुरक्षित होला त, कि झन् महँगो र झन्झटिलो होला। आजको भिडियोमा हामी कन्सल्टेन्सीको कुरा गर्दैनौँ, मात्र तपाईँ हामी जस्ता विद्यार्थीको दृष्टिकोणबाट यो नियमले कस्तो छ भनेर लुकाउनु पर्ने कुरा नलुकाइकन स्पष्ट रूपमा बुझ्नेछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला है। अब तपाईँको विद्यार्थीका लागि ठुला फाइदा, यो नियमावलीले विद्यार्थीलाई के फाइदा जस्तै सुरु गरौँ राम्रो कुराबाट। यो नियमावलीले विद्यार्थी 3वटा ठुला फाइदा दिएको छ। पहिलो, ठगीबाट पूर्ण सुरक्षा। अब कुनै पनि कन्सल्टेन्सीले अनुमति पाउन सरकारले 25 लाख रुपैयाँ धरौटी बुझाउनु पर्छ। यसको मतलब भोलि कुनै पनि कन्सल्टेन्सीले तपाईँको पैसा खाएर भाग्यो वा विदेशमा अल्पत्र पार्यो भने सरकारले त्यही 25 लाखबाट काटेर तपाईँलाई क्षतिपूर्ति दिनेछ। दोस्रो, नगदको लफडा खत्तम। अब कन्सल्टेन्सीले यदि क्यास दिनुहोस् अनि उति क्यास दिनुहोस् भन्न पाउने छैन। सम्पूर्ण भुक्तान नि बैंक वा डिजिटल माध्यमबाट मात्र गर्नुपर्छ। यसले गर्दा तपाईँसँग पैसा बुझाएको पक्का प्रमाण डिजिटल प्रुफ सधैँ सुरक्षित रहन्छ। तेस्रो, कसैलाई विश्वास गर्ने थाहा हुने। सरकारले कन्सल्टेन्सीहरूलाई ए, बी र सी ग्रेडमा चाहिँ बाँड्दैछ। अब तपाईँ कन्सल्टेन्सी सुरु गर्ने त्यो कतिको भर पर्दछ भन्ने सरकारी लिस्ट हेरेर सजिलै बुझ्न सक्नुहुन्छ। यो चाहिँ एकदम बेस्ट पोइन्ट लागेको छ मलाई। अनि विद्यार्थीको चिन्ता र बेफाइदा है त के छ भन्दा तपाईँको, तर साथीहरू सिक्काको अर्को पाटो पनि छ। यो नियम सुन्दा जति राम्रो छ त्यति विद्यार्थीको लागि केही नयाँ समस्याहरू थपेको छ है त। सबैभन्दा ठुलो चिन्ता महँगी बढ्ने सम्भावना। कन्सल्टेन्सीहरूले सरकारलाई बुझाउनु पर्ने 25 लाख धरौटी र 50,000 वार्षिक शुल्क आखिर कताबाट उठाउँछ नि त? पक्कै पनि विद्यार्थीबाटै हो। कतिपय विज्ञहरू अनुसार कन्सल्टेन्सीहरूले आफ्नो खर्च धान्नको लागि अब प्रोसेसिङ फी र भाषा कक्षा आइएसपिटीको शुल्क बढाउन सक्छन्, जसले गर्दा मध्यम वर्गीय विद्यार्थीको लागि विदेश यात्रा अझ महँगो हुन सक्छ। विकल्पहरू घट्ने, लिमिटेड चोइस। 25 लाख बजाउन नसक्ने साना तर राम्रो र इमान्दार सेवा दिइरहेका कन्सल्टेन्सीहरू अब बन्द हुनेछन्। बजारमा ठुलो र धनी कर्पोरेट कन्सल्टेन्सी मात्र बाँकी रहनेछन्। विकल्पहरू कम भएपछि विद्यार्थीहरू ठुला एजेन्सीहरूको मनोमानीमा पर्न सक्ने जोखिम पनि उत्तिकै छ। अब विद्यार्थीले के गर्ने त? अब विद्यार्थीले के गर्ने भन्नुहुन्छ भने नियम त लागू भइसक्यो। अब यो नयाँ वातावरणमा तपाईँ एक स्मार्ट विद्यार्थी कसरी बन्ने त? यी कुराहरू सधैँ ध्यान दिनुहोस्। कन्सल्टेन्सी जाँदा उनीहरू सरकारमा दर्ता छ कि छैन र कुन ग्रेडमा छन् अनिवार्य चेक गर्नुहोस् है त। 1 रुपैयाँ पनि नगद नदिनुहोस्। सधैँ बैंक ट्रान्सफर वा डिजिटल पेमेन्ट गरेर रसिद दिनुहोस्। प्रोसेसिङ फी बुझाउनु अघि 2-3 वटा कन्सल्टेन्सीको रेट दाँजेर मात्र निर्णय लिनुहोस्। निष्कर्षमा भन्नुपर्दा नयाँ 2083 को नियमले तपाईँ खल्ती अलिकति बढी रित्ताउन सक्छ, तर यसले तपाईँको भविष्यलाई सुरक्षित बनाउने प्रयास भने पक्कै गरेको छ। तपाईँले के लाग्छ, यो नियम नेपाली विद्यार्थी फाइदा गर्छ वा कि घाटा? आफ्नो विचार तल कमेन्टमा गर्नुहोला। विदेश जान सोचिरहेका साथीहरूलाई यो भिडियो पक्कै सेयर गर्नुहोला। च्यानललाई सब्सक्राइब र पेजलाई फलो गर्ने नबिल्नुहोला। धन्यवाद, नमस्ते। र अर्को कुरा, जापान पठाउने जापानिज ल्याङ्ग्वेजका कन्सल्टेन्सी चोर दलालहरू को पनि
अब डाटाबाट पसिना आउनेवाला छन्, किनकि उनीहरूले मैले एउटा सरकारसँग यो के माग गर्न चाहन्छु भनिसके पछाडि तपाईँको जापान पठाउने कन्सल्टेन्सीहरूलाई जापानिज ल्याङ्ग्वेजको सिवे दिन बन्द गर्नुहोस्। साथीहरू, आगामी मिठो भिडियोको लागि मलाई सम्झिने होला तपाईँकै प्रिय प्रस्तुता श्रीधर पुरी, टोकियो, जापान। हस्त।